1 2 3 भन्नुस् ऋषिजी तपाईँ हिन्दू हो कि होइन हो बोल्नुस् न आज जनताको लागि बोल्नुस् तपाईँ हिन्दू हो कि होइन ल बोल्नु जवाब दिनुहोस् होइन म होइन तपाईँ जवाब दिनुहोस् तपाईँ हिन्दू हो सनातन राष्ट्र छ नि तपाईँ हिन्दू हो कि होइन ऋषिजी तपाईँ जवाब दिनुपर्छ मेरो मत कस्तो कस्तो लाग्छ रहेछ त आफूलाई जवाब सोद्धाखेरि जवाब नदिने भन्नुहोस् त तपाईँ हिन्दू हो कि होइन हो होइन हो कि होइन तपाईँ हिन्दू हो भन्ने आँटै छैन ऋषिजी तपाईँको होइन आज तपाईँ एउटा नेपाल आज तपाईँ देशको एउटा वरिष्ठ मिडियाकर्मी हो सबैले तपाईँलाई चिन्छ जान्छ आज तपाईँलाई मैले एउटा साधारण प्रश्न सोधिरहेको छु तपाईँले आफ्नो धर्म मान्नुहुन्छ कि हुन्न भने म तपाईँलाई गर्छु तपाईँले हिन्दू होला तर म अहिले भनौँ किन नभन्ने तपाईँ हिन्दू म त गर्वका साथ भन्छु नि म हिन्दू हो भने राजनीतिक पार्टीको नेता हो होइन म पहिले हिन्दू हो त्यसपछि राजनीतिक पार्टीको नेता हो तपाईँ भन्ने आँट गर्नुहोस् ल तपाईँ हिन्दू हो कि होइन भन्नुहोस् आज जनतालाई तपाईले आँट गर्न सकिराख्नु भएको छैन यही कारणले आज हिन्दू राष्ट्र तपाईहरू जस्तै मान्छेको कारणले आज हिन्दू राष्ट्र गएको आज मिडियाको अगाडि तपाईले मेरो धर्म हिन्दू हो म हिन्दू हो भन्न सक्नु भइराखेको छैन लाज लाग्ने कुरा हो के होइन तपाईले हिन्दू राष्ट्रको कुरा गर्ने बित्तिकै मैले भन्नुपर्छ भन्ने छ र मैले सवाल सोधि एउटा जवाब दिन सक्नुहुन्न तपाईले मलाई क्वेशन ऋषिजी तपाईले मलाई 50 सवाल सोध्नुको जवाब मैले दिनुपर्छ भन्ने छ र ओहो अनि मैले दिनुपर्छ तपाईलाई तपाईले धवलजी 1 2 3 भन्नु भन्दाखेरि मैले दिनुपर्ने मैले साधारण कुरा सोधि तपाईँ हिन्दू हो कि होइन विश्वास गर्नुहुन्छ कि हुन्न भगवानमा तपाईँ जवाब दिन सक्नुहुन्न किन तपाईँ कसैले डराएको आफ्नो जुन आमाको कोखबाट जुन धर्म लिएर तपाईँ जन्म हुनुभयो तपाईलाई हिन्दू हो र आस्था छ क्या हो त म तपाईँ बल्ल होइन हिन्दू धर्ममा तपाईँको आस्था छ मैले भनिनँ त धर्मप्रति आस्था छ बल्ल भन्नु कुन धर्म धर्म त धर्म तराम धर्म छन् कुन धर्म म मन्दिरमा जान्छु पूजा गर्छु बस अब पुग्यो अब मलाई पुग्यो पुग्यो है मलाई अब एउटा सवाल तपाईको धर्म हिन्दू धर्म तपाईले यसलाई मास भनेकै हुँदै होइन तर राष्ट्रको धर्म हुन्छ भन्ने छैन त चाहिन्छ राष्ट्रमा धर्म एकछिन यो देश हिन्दूहरू अधिकांश 82% बस्ने हिन्दू विश्वमा सबै धर्मावलीहरूको राष्ट्र विश्वमा एकमात्र हिन्दू राष्ट्र हामी थियौँ तपाईले मागै नगरेको कुरालाई तपाईको नेताहरूले खाइदिए तपाईको आत्मा खुसी छ ऋषिजी जुन धर्म मान्दछ यिनीहरूले मान्ने हो क्या यो हिन्दू धर्ममा हामीले धेरै बहस गर्नु पनि हुँदैन सनातन धर्म सबै चाहिँ हिन्दू राष्ट्र मासेको कुरामा तपाईको चित्त बुझेको छ तपाईको आत्माले चित्त बुझाएको छ मलाई जवाब दिनुस् न अब नेपालमा धेरै धर्महरू छन् अब फेरि तपाईले हिन्दू धर्म कुरा नबोल्नु तपाईको चित्त बुझाएको छ यो देशमा हिन्दू राष्ट्र हटाएको कुरालाई तपाईले इसाई धर्म तपाईले चित्त बुझाएको छ म अरू धर्मको कुरै गरेको छैन तपाईको चित्त बुझा छ कि छैन हिन्दू अधिराज्यलाई हिन्दू राष्ट्रले हटाएको यिनीहरूले धर्मपेक्षा गरेको बुद्धिस्ट कुरा छ बुद्ध धर्म अरे मैले अरू धर्मको कुरै गरेको छैन धेरै छ नि त धर्महरूको कुरा ठिक छ त तपाईँ